नमस्कार साथीहरू, कक्षा 8 को रिजल्ट कहिले आउँछ 2082 सालको? आज म तपाईहरूलाई यो भिडियोमा भन्न गइरहेको छु। एउटा भर्खरै नै अपडेट आएको छ। म त्यो अपडेट तपाईहरूलाई पढेर सुनाउन गइरहेको छु। तपाईहरूले भिडियोलाई स्किप नगरी यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला, सुन्नुहोला। कक्षा 8 को परीक्षा नेपालमा विद्यालय तहको एउटा महत्त्वपूर्ण शैक्षिक चरण मानिन्छ। यसलाई आधारभूत तहको अन्तिम परीक्षा पनि भनिन्छ, जसले विद्यार्थीहरूको शैक्षिक स्तर मापन गर्न मद्दत गर्छ। 2082 सालमा पनि देशभरका विद्यार्थीहरूले कक्षा 8 को परीक्षा दिएका छन् र अहिले सबै विद्यार्थी तथा अभिभावकहरू नतिजा कहिले आउँछ भन्ने प्रतीक्षामा छन्। सामान्यतया कक्षा 8 को परीक्षा स्थानीय तह, नगरपालिका वा गाउँपालिका अन्तर्गत सञ्चालन गरिन्छ। परीक्षा सकिएपछि उत्तर पुस्तिका जाँच, नतिजा तयारी र प्रमाणीकरणको प्रक्रिया पूरा गर्न केही समय लाग्छ। प्राय परीक्षा सकिएको 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने प्रचलन रहेको छ। त्यसले 2082 सालको कक्षा 8 को नतिजा पनि परीक्षा सकिएको करिब 3 देखि 5 हप्ताभित्र आउने अनुमान गरिएको छ। नतिजा प्रकाशन गर्ने जिम्मेवारी सम्बन्धी स्थानीय तहको शिक्षा शाखामा हुन केही स्थानहरूमा विद्यालय आफै सूचना पेटीमा नतिजा टाँस्ने गर्छ भने केही ठाउँमा अनलाइन माध्यमबाट पनि नतिजा सार्वजनिक गर्ने चलन बढ्दै गइरहेको छ। विद्यार्थीहरूले आफै विद्यालय शिक्षा शाखा वा आधिकारिक वेबसाइट मार्फत नतिजा हेर्न सक्छ। साथीहरू, तपाईहरूको कक्षा 8 को रिजल्ट आउनमा कम्तीमा 1-2 हप्तासम्म लाग्छ। साथीहरू, तपाईहरूले बुझ्नु भएको होला रिजल्ट तपाईहरूको कहिले आउँछ। साथीहरू, तपाईहरूको भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरेर च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला यस्तै प्रकारको भिडियोहरू हेर्नको लागि।